हेलो एभ्रिवान, तपाईहरु सबैजनालाई हाम्रो युट्युब च्यानलमा स्वागत गर्दछौँ। आज चाहिँ म हजुरहरुको सामुन्ने यस वर्ष 2025 मा लन्च भएका नयाँ ज्याकेटहरु जुन चाहिँ कुनै ज्याकेट हाउसको सबै आउटलेटमा पुगिसकेको छ भने कुनै चाहिँ आउन बाँकी नै छ। त्यही ज्याकेटहरु चाहिँ ल्याएर तपाईहरुको सामुन्ने उपस्थित भइसकेको छु, जसमा चाहिँ तपाईहरुले 4 वटा देखि 5 वटा कलर अप्सनहरु र तपाईले मिडियम, लार्ज, एक्सेल, डबल एक्सेल सम्मका साइजहरु पाउन सक्नुहुनेछ। र तपाईहरु सबैजनालाई मैले भनेको थिएँ हामी एकदमै करिब छौं 1000 जना सब्स्क्राइबरको। सो हाम्रो 1000 जना सब्स्क्राइबर हुने बित्तिकै म 1 जना सब्स्क्राइबरलाई चाहिँ एउटा ज्याकेट गिफ्ट दिनेछु। यो 1000 जना पुगेर नि किन एउटा मात्रै भन्दाखेरि चाहिँ हामी थोरै समयमा 1000 जना पुग्यौं हो, तपाईहरुको मायाको कारणले गर्दाखेरि हो। र आगामी दिनमा चाहिँ म तपाईहरुको सामुन्ने 10 वटा ज्याकेटको गिभअवे ल्याएर आउने छौं। र यसपालि भने तपाईहरु 1000 जना मध्ये 1 जना लकी कस्टमरलाई चाहिँ म एउटा ज्याकेट चाहिँ गिफ्ट गर्नेछु। जरुरत छैन तपाईहरुले पहिला ज्याकेट हाउसको किन्नु भएको छ अथवा भएको छैन, त्यो कुनै जरुरत छैन। तर तपाईहरु जना मध्ये म 1 जनालाई चाहिँ मेरो तर्फबाट एउटा ज्याकेट चाहिँ गिफ्ट दिनेछु। मेरो तर्फबाट भन्दा ज्याकेट हाउसको तर्फबाट तपाईहरु 1000 जना मध्ये 1 जनालाई एउटा ज्याकेट दिनेछ। र आगामी दिनमा म 10 वटाको अनाउन्स पनि गर्नेछु। जरुरत छैन कि 1500, 2000, 3000 त्यो जति सुकै सब्स्क्राइबर हुन सक्छ, तर धेरै चाहिँ हुँदैन। 5000 सब्स्क्राइबर भन्दा धेरै चाहिँ हुँदैन, त्यो भन्दा कमैमा चाहिँ म 15 जनालाई चाहिँ दिनेछु है। 10 देखि 15 जनालाई चाहिँ म ज्याकेट दिनेछु। सो तपाईहरुलाई दिएको ज्याकेट चाहिँ म भिडियो बनाएर पनि देखाउने छु र जो कस्टमरले पाउनुहुन्छ उहाँले पनि मलाई भिडियो बनाएर पठाउनु हुनेछ। सो त्यो चाहिँ मेरो आफ्नो मान्छे भन्ने हुन्न, जो चाहिँ एकजना कस्टमर हुन्छ हैन, अनि उहाँले चाहिँ ज्याकेट हाउसको पहिला किनेको होस् अथवा नकिनेको होस् त्यसले फरक पर्दैन, जस हाम्रो सब्स्क्राइबर चाहिँ हुन पर्यो। सो तपाईहरुको सामुन्ने मैले नयाँ ज्याकेटहरु लिएर आएका छौं, जुन ज्याकेटहरु चाहिँ अहिले ज्याकेट हाउसको सबै आउटलेटहरुमा अवेलेबल पनि छन् र कुनै चाहिँ आउन बाँकी छ। जस्तै कि तपाईले फ्रन्टको राइडर ज्याकेट चाहिँ अबको केही दिनमा लगभग आज मार्च 23 हो भने अबको 4-5 दिनमा चाहिँ सबै आउटलेटहरुमा तपाईले यो राइडर ज्याकेट पनि पाउन सक्नुहुन्छ है। त तपाईले लगभग 28 मार्चमा चाहिँ यो राइडर ज्याकेट पनि सबै आउटलेटमा पाउन सक्नुहुन्छ, जसमा तपाईले 3 वटा कलरहरु र सेटै पनि पाउन सक्नुहुन्छ यो राइडर ज्याकेटको। म ढिला नगरिकन तपाईहरुलाई म देखाउन गइरहेको छु हामीसँग भएका ज्याकेटहरु, जुन चाहिँ अहिले कुनै आउन बाँकी छ भने कुनै चाहिँ तपाईले सबै आउटलेटमा पाउन सक्नुहुन्छ। र यो ज्याकेट रहेको छ फर्स्टमा, जुन चाहिँ तपाईको यो ज्याकेट चाहिँ अहिले आएको छैन ज्याकेट हाउसको कुनै पनि आउटलेटहरुमा है। तपाईले देख्न सक्नुहुन्छ यो स्पोर्टी ज्याकेट एकदमै कम्फर्टेबल फ्याब्रिक रहेको छ। तपाईको देख्न सक्नुहुन्छ यो स्पोर्टी फ्याब्रिक, यो स्ट्रेचेबल पनि हुन्छ, जसमा हाम्रो लोगो दिएको छ। तपाईले यसमा कलर बाइ जिपर पाउन सक्नुहुन्छ र साइडमा तपाईले यो लाइनिङ पाउन सक्नुहुनेछ। र त्यसैगरी तपाईले यता साइडबाट तपाईले म्याचिङको डिजाइन पाउन सक्नुहुनेछ है, सानो म्याचिङ पनि पाउन सक्नुहुन्छ। यसमा तपाईले देख्न सक्नुहुन्छ यो एकदमै बवाल रहेको छ। यसमा क्याप तपाईले एट्याच क्याप पाउन सक्नुहुनेछ है। त्यसैगरी यो क्यापलाई तपाईले आफ्नो इच्छा अनुसार तपाईको टाइट गर्न र खुला गर्नलाई यहाँ तपाईले एकदमै हाई क्वालिटीको डोरी लक पनि तपाईले यसमा पाउन सक्नुहुनेछ। सो यसको प्राइस रहेको छ मात्रै 1700 रुपैयाँ। अबको केही समयपछि चाहिँ ज्याकेट हाउसको सबै आउटलेटमा चाहिँ आउन गइरहेको छ यो ज्याकेट। यसको प्राइस कति? 1700। कलर अप्सनहरु तपाईले यसमा 5 वटा कलर अप्सनहरु पाउन सक्नुहुनेछ। र यो फ्याब्रिक चाहिँ एकदमै मजाको फ्याब्रिक रहेको छ, एकदमै स्ट्रेचेबल हुने खालको। तपाई जिमतिर जानुहुन्छ, मर्निङ वक गर्नुहुन्छ भने पनि, र गर्मीमा चाहिँ एकदमै शीतल हुने खालको यो फ्याब्रिकको ज्याकेट अबको केही दिनपछि तपाईले पाउन सक्नुहुन्छ सबै आउटलेटहरुमा है। त्यसैगरी हाम्रो सबै आउटलेटहरुमा तपाईले यो कटराइजको सर्ट त पाउनुहुन्छ। भर्खरै मात्रै लन्च भएको यो नयाँ कटराइजको सर्ट तपाईले देख्न सक्नुहुन्छ, जुन चाहिँ एकदमै बवाल वाला रहेको छ है। तपाईले देख्न सक्नुहुन्छ क्वालिटी एकदमै दामी क्वालिटीको रहेको छ। यसमा तपाईले बटन पाउन सक्नुहुन्छ है, बटन रहेको छ तपाईको यो बवाल खालको बटन रहेको छ। त्यसैगरी तपाईको यो ज्याकेटको प्राइसको कुरा गर्नु पर्दा यसको प्राइस कति रहेको छ? यसको प्राइस सायद 1900 अथवा कति। यसको ज्याकेट एक्ज्याक्टली मलाई थाहा भएन, तर म यो भिडियोमा चाहिँ राखिदिने छु यसको प्राइस यति हो भनेर है। यो ज्याकेट पाउन सक्नुहुनेछ तपाईले। र त्यसैगरी तपाईले अर्को हाम्रो रहेको छ यो स्पोर्टी ज्याकेट, जुन चाहिँ तपाई मर्निङ वक जाँदातिर भयो हैन, तपाई जिमतिर लगाउनलाई नि एकदमै बवाल हुने खालको यो ज्याकेट। जुन ज्याकेट चाहिँ तपाईको स्पोर्टी फ्याब्रिकले बनेको छ। तपाईको देख्न सक्नुहुन्छ यसको भित्रदेखि तपाईले देख्न सक्नुहुन्छ है, एकदमै शीतल हुने खालको यो फ्याब्रिक राखिएको छ भित्रदेखि पनि। तपाईको सिंगल लेयरको हैन, तर यसको फ्याब्रिक चाहिँ भित्रपट्टि र बाहिरपट्टि चाहिँ डिफरेन्ट हुन्छ है। भित्रपट्टि चाहिँ एकदमै सफ्ट टाइपको रहेको छ। यसमा तपाईले जेकेएचको लोगो पाउन सक्नुहुन्छ र ओएनएसको ओरिजिनल जिपर पाउन सक्नुहुनेछ। र साथै तपाईले यो व्हाइट चाहिँ मिक्स वाला डिजाइन पाउन सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ तपाईले, यहाँ चाहिँ तपाईको यहाँ प्रिन्ट गरिएको छ है। र त्यसैगरी तपाईको यो दुवै साइडमा प्रिन्ट गरिएको छ।
तपाईँको रन एथलेटिक भनेर चाहिँ प्रिन्ट गरिएको छ। सो एकदमै कम्फर्टेबल छ यो ज्याकेट चाहिँ है। तपाईँको यो स्पोर्टी फ्याब्रिकले बनेको ज्याकेटको प्राइसको कुरा गर्नुपर्दा मात्रै 1900 रुपिस रहेको छ, जुन चाहिँ ज्याकेट हाउसको सबै आउटलेटहरूमा 5वटा कलर अप्सनको साथमा तपाईँले पाउन सक्नुहुनेछ। तपाईँहरू कतिजनाले त भिडियो पनि देखिसक्नु भएको थियो होला होइन। यसको प्राइस रहेको छ मात्रै 1900 रुपिस। र त्यसै गरी यो भर्खरै मात्र लन्च भएको नयाँ रिङ्कल ज्याकेट रहेको छ। यो रिङ्कल फ्याब्रिकले बनेको यो ज्याकेट जसमा टोपी आउँछ, तपाईँले आफ्नो इच्छाअनुसार झिक्न र राख्न मिल्छ। यसमा तपाईँले पाउन सक्नुहुन्छ एकदमै हाई क्वालिटीको जिपर पाउन सक्नुहुन्छ, भित्रदेखि तपाईँले जाली पाउन सक्नुहुन्छ, यता साइडमा तपाईँले पकेट पनि पाउन सक्नुहुनेछ। र त्यसै गरी तपाईँले यो ज्याकेटको प्राइसको कुरा गर्नुपर्दा रहेको छ मात्रै 2000 रुपिस। मात्रै 2000 रुपिसमा तपाईँले यो बबालवाला ज्याकेट पाउन सक्नुहुनेछ, जसको टोपीलाई तपाईँले आफ्नो इच्छाअनुसार झिक्न र राख्न मिल्छ। म्याचिङवाला डिजाइनमा रहेको छ। कलर अप्सनहरू यसमा तपाईँले येल्लो, ब्ल्याक, ग्रिन, ब्ल्याक, ब्राउन, ब्ल्याक, अरेन्ज ब्ल्याकहरू पाउन सक्नुहुन्छ यसलाई। र त्यसै गरी हामीसँग अर्को रहेको छ यो वाटरप्रुफ विन्डप्रुफ गोटेक्स ज्याकेट। र यो पनि तपाईँको अहिले चाहिँ यो मात्रै अरेन्ज कलरमा एभाइलेबल छ, जुन चाहिँ एकदमै बबाल रहेको छ। तपाईँले यसलाई चाहिँ बाइक राइडिङ गर्दाखेरि भयो होइन, अथवा तपाईँहरू लङ टुर जाँदै हुनुहुन्छ भने त्यति बेलातिर लगाउन मिल्छ। प्लस ट्रेकिङतिर हाइकिङतिर पनि लगाउन मिल्छ यो ज्याकेट। यसमा हावा र पानी छिर्दैन, जसमा तपाईँले YKK को ओरिजिनल जिपर पाउन सक्नुहुन्छ। भित्रदेखि तपाईँले यो जाली पाउन सक्नुहुनेछ र साइडमा तपाईँले पकेट पनि पाउन सक्नुहुनेछ है। र त्यसै गरी तपाईँले यसको टोपीलाई आफ्नो इच्छाअनुसार झिक्न र राख्न पनि मिल्छ। टोपीलाई तपाईँले आफ्नो इच्छाअनुसार झिक्न र राख्न मिल्छ। प्लस तपाईँको यसमा हातमा तपाईँले एकदमै हाई क्वालिटीको बटन पाउन सक्नुहुन्छ र यो बटनले नै तपाईँले टाइट र खुल्ला चाहिँ तपाईँले यही बटनबाटै गर्न मिल्छ। तपाईँले यता चाहिँ टाइट भयो, यो चाहिँ सरी टाइट भयो खुल्ला भयो, यो चाहिँ तपाईँलाई अझै टाइट चाहियो भने चाहिँ यहाँ माथि गरेपछि तपाईँको हातको यसलाई चाहिँ अझै सानो बनाइदिन्छ क्या। र यताबाट तपाईँले इलास्टिक पाउन सक्नुहुन्छ है। र यो टोपीलाई तपाईँले कस्न र उ गर्नको लागि एकदमै हाई क्वालिटीको तपाईँले यहाँ देख्न सक्नुहुन्छ यो डोर लक पनि तपाईँले पाउन सक्नुहुन्छ। यो डोर लकले तपाईँले यसलाई टाइट गरेर टोपीलाई टाइट गरेर लाउन मिल्छ है। र त्यसै गरी अर्को ज्याकेट रहेको छ, जुन मैले अघि सुरुमा देखाएको ज्याकेटको अर्को कलर, यो ब्लू कलर पनि एकदमै राम्रो रहेको छ, जसमा JKSको लोगो र स्पोर्टी फ्याब्रिकले बनेको यो ज्याकेट चाहिँ विशेष गरी हाम्रो चितवनको मौसमको लागि र विशेष गरी तराईको सबै भागमा चाहिँ तपाईँले एकदमै मजाले लाउन सक्नुहुन्छ। एकदमै शीतल हुन्छ है। विशेष गरी अहिले हाम्रो यो चितवनमा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ। चितवन आउटलेटमा त यो अहिले अलरेडी नै एभाइलेबल छ, तर त्यो चितवन लगायत अब तराईको जुनसुकै ठाउँमा लाउनलाई चाहिँ एकदमै राम्रो छ यो ज्याकेट चाहिँ है। तपाईँको यो एकदमै स्ट्रेचेबल र एकदमै शीतल। तपाईँले यसलाई यसरी भित्रबाट हात हाल्दा पनि यस्तो शीतल छ क्या, एकदमै शीतल खालको फ्याब्रिकले बनेको यो ज्याकेट मात्रै 1700मा पाउन सक्नुहुन्छ। र अबको केही समयपछि तपाईँले यो नयाँ ज्याकेट पनि पाउन सक्नुहुन्छ। यो पनि तपाईँको त्यस्तै टाइपको रहेको छ है। र यसको चाहिँ प्राइस फेरि 1200 मात्रै हो है। तपाईँको जुन त्यो फ्याब्रिक र यो फ्याब्रिक हल्का डिफ्रेन्ट हो, तपाईँलाई म देखाइदिन्छु। एउटा रहेको छ यो फ्याब्रिक र अर्को रहेको छ यो फ्याब्रिक। तपाईँले अब क्लोजबाट कस्तो देख्नु भएको छ त्यो त मलाई थाहा भएन, तर यो चाहिँ यो दुईवटा फ्याब्रिक चाहिँ डिफ्रेन्ट फ्याब्रिक हो। र यसको प्राइस रहेको छ 17 र यसको प्राइस रहेको छ 1200। यो पनि तपाईँको लगाउँदाखेरि एकदमै शीतल छ। यसरी हात हाल्दै थाहा हुन्छ कि कति चाहिँ शीतल हुन्छ भनेर होइन, एकदमै शीतल। यो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ चेक चेक टाइपको रहेको छ भने यो चाहिँ एकदम प्लेन टाइपको रहेको छ। यो प्लेन र यो चाहिँ हल्का चेक चेक टाइपको चाहिँ रहेको छ यो कपडा नै होइन। र तपाईँको यसको टोपीलाई तपाईँले आफ्नो इच्छाअनुसार झिक्न र राख्न पनि मिल्छ। सरी, यसको टोपी झिक्न र राख्न मिल्दैन। यसमा तपाईँले हाई क्वालिटीको तपाईँको यो पाउन सक्नुहुन्छ है। हाई क्वालिटी भन्दा तपाईँले यो देख्न सक्नुहुन्छ यो डोर लक पाउन सक्नुहुन्छ है। यो नर्मल डोर लक पाउन सक्नुहुन्छ र यस्तो तपाईँले टाइट र खुल्ला गर्नु मिल्छ टोपीलाई चाहिँ। र त्यसै गरी तपाईँको यो कपडा चाहिँ देख्न सक्नुहुन्छ यो स्पोर्टी फ्याब्रिक भयो। यो पनि एकदमै स्ट्रेचेबल खालकै नै हुन्छ, अनि लगाउनलाई यो पनि शीतल नै हुन्छ। यो पनि तराईको मौसमको लागि एकदमै ठिक हुन्छ। अब काठमाडौँतिर त त्यत्तिकै नै गर्मीमा त लगाउन सकिहाल्छ, र विशेष गरी तराईतिर त अलिकति धेरै गर्मी हुन्छ नि, तर तराईको मौसमको लागि चाहिँ एकदमै गुड हुन्छ क्या यो। हामीले अब काठमाडौँ, भक्तपुर होइन यताको लोकेसनमा त हामी गोटेक्स ज्याकेट, वाटरप्रुफ विन्डप्रुफ ज्याकेट पनि लगाएर बस्न सक्छौँ, गर्मीमा लगाउँछौँ पनि कतिजनाले। तर यो तराईको लागि चाहिँ एकदमै ठिक हुन्छ, यो चाहिँ एकदमै गुड हुन्छ तराईको लागि चाहिँ विशेष गरी है। र तपाईँले त्यसै गरी अर्को ज्याकेट रहेको छ यो मैले लगाएको जस्तो ज्याकेट, जुन चाहिँ अबको 2 दिनभित्र सबै आउटलेटमा तपाईँले पाउन सक्नुहुन्छ है। अहिले यसै गरी काठमाडौँभित्रको सबै आउटलेटमा पाउन सक्नुहुन्छ तपाईँले अहिले नै मार्च 23मा नै भने मार्च 25, मार्च 26तिर चाहिँ तपाईँले काठमाडौँ लगायत अरू ठाउँको नि है, चितवनदेखि लिएर हाम्रो पोखरा सबै आउटलेटमा तपाईँले यो ज्याकेट पाउन सक्नुहुन्छ, जुन चाहिँ म आफैले पनि लगाइरहेको छु। मलाई चाहिँ एकदमै मन परेको कारणले गर्दाखेरि मैले त सुरुमा लगाइ पनि सकेँ। र यसमा तपाईँको वाटरप्रुफ
विन्ड प्रुफ फेब्रिकले बनेको छ यो। तपाईँले यसमा YKK को ओरिजिनल जिपर पाउन सक्नुहुन्छ जुन एकदमै बलियो छ, 1 वर्षको ग्यारेन्टी नै हुन्छ। यसमा तपाईँले एकदमै हाई क्वालिटीको प्रिमियम डोरी लक पाउन सक्नुहुन्छ जुन चाहिँ डाइरेक्ट चाइनादेखि इम्पोर्ट गराएको। सो यो चाहिँ मेटलको डोरी लक रहेको छ। त्यसै गरी तपाईँले यसको टोपीलाई यता भित्र लक गरिएको हुन्छ। टोपीलाई तपाईँले आफ्नो इच्छाअनुसार झिक्नेर राख्नु पनि मिल्छ। तपाईँले पछाडिबाट यसमा एउटा जिपर पाउन सक्नुहुन्छ र यो जिपरलाई तपाईँले खोल्ने बित्तिकै तपाईँको यो टोपीलाई चाहिँ निक्लिन्छ र टोपी चाहिँ फेरि जोड्नु पर्यो भने फेरि जिपर लगाउने हो खास। र त्यसै गरी तपाईँले यता साइडमा यो राम्रो देखोस् भनेर चाहिँ तपाईँको यता एउटा प्याच राखिएको छ। यसमा तपाईँले लोगो देख्न सक्नुहुन्छ, हाम्रो आफ्नै JKH को लोगो तपाईँले पाउन सक्नुहुन्छ। र त्यसै गरी तपाईँले यहाँ तल स्टाइलिस पकेट पाउन सक्नुहुन्छ है। म आफूले लगाइरहेको छु स्टाइलिसवाला पकेट, ठुलो पकेट रहेको छ दुवै साइडमा, दुवै साइडमा ठुलो टाइपको पकेट रहेको छ। सो तपाईँले टोपीलाई आफ्नो इच्छाअनुसार झिक्न राख्नु मिल्छ र तलबाट पनि तपाईँले त्यसलाई टाइट गर्नलाई यता तपाईँको डोरी लक दिएको हुन्छ। तलदेखि तपाईँको यो यसलाई टाइट गर्न पऱ्यो भने यो दुवै साइडको डोरी लक तानेर टाइट गर्न मिल्छ। र यसको भित्रदेखि तपाईँलाई देख्न सक्नुहुन्छ एकदमै बवाल खालको जाली राखिएको छ। र त्यसै गरी तपाईँले साइडमा यहाँ देख्न सक्नुहुन्छ पकेट, जहाँ तपाईँले आफ्नो इम्पोर्टेन्ट डकुमेन्टलाई सेफ्टीसँग राख्न सक्नुहुन्छ। जिपर भएको पकेट रहेको छ र जिपर भएको पकेटमा चाहिँ तपाईँले आफ्नो वालेटहरू, आफ्नो मोबाइलहरू सेफ्टीसँग राख्न सक्नुहुन्छ है। र यसको प्राइसको कुरा गर्नुपर्दा यसको प्राइस 22 अथवा 25 कति रहेको छ तपाईँलाई म स्क्रिनमा देखाइदिनेछु। यसको ट्याग चाहिँ यहाँ रहेन रहेछ, त्यही कारणले गर्दाखेरि यसको प्राइस यति हो भनेर चाहिँ म कन्फ्युज भएँ। सो यसको प्राइस रहेको छ साइडमा तपाईँले देख्न सक्नुहुन्छ, यसको प्राइस यति रहेको छ है। र त्यसै गरी तपाईँको अर्को भनेको यो राइडर ज्याकेट। यो राइडर ज्याकेट पनि अबको केही दिनमा ज्याकेट हाउसको सबै आउटलेटहरूमा आउन गइरहेको छ। जुन चाहिँ तपाईँहरू धेरैजनाको मैले कमेन्ट परिरहेको थिएँ कि अब यो राइडर ज्याकेट चाहिँ फुल्ली वाटरप्रुफ हो कि होइन, यसमा अब तपाईँको सेफ्टी गियरहरू चाहिँ के छ होइन, प्याडहरू के राख्नु भएको छ भनेर चाहिँ तपाईँहरू धेरैजनाले सोधिराख्नु भएको छ। र यसैले चाहिँ म तपाईँलाई एक्सप्लेन गरेर चाहिँ बताउन चाहन्छु। यो चाहिँ तपाईँको वाटरप्रुफ विन्डप्रुफ फेब्रिकले बनेको छ अगाडि चाहिँ है। र त्यसै गरी यो पछाडि र यो तपाईँको यहाँको भागमा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ है, यहाँ चाहिँ तपाईँको यो जाली राखेको छ। टोटल जाली राखेको कारणले गर्दाखेरि अब यो वाटरप्रुफ 100% वाटरप्रुफ त भएन, तर यो अगाडि कपडा चाहिँ वाटरप्रुफ राख्नुको कारण भनेको यो हावा चाहिँ 100% छेकिन्छ। तपाईँले यो बाइक चलाउँदै गर्दाखेरि यो अगाडिको उबाट चाहिँ हावा नजाने भयो, त्यसले गर्दा तपाईँको चेस्टमा कुनै पनि असर पर्दैन खास है। यता अगाडिबाट चेस्टमा चाहिँ तपाईँले पुरै वाटरप्रुफवाला फेब्रिक पाउन सक्नुहुन्छ। र तपाईँले यो हातलाई टाइट गर्नका लागि यसरी तपाईँको यो हातमा टाइट गर्न यहाँ तपाईँले यो पनि पाउन सक्नुहुन्छ, यो बेल्ट पाउन सक्नुहुन्छ। यो बेल्टले तपाईँको हातलाई एकदमैसँगले टाइट गर्न मिल्छ यो कसेर है। त्यसै गरी यसमा तपाईँले ONS को ओरिजिनल जिपर पाउन सक्नुहुन्छ र माथिबाट एकदमै प्रिमियम क्वालिटीको बटन पनि। र यसको भित्रदेखि तपाईँले पाउन सक्नुहुन्छ जाली र साइडमा तपाईँको आफ्नो इम्पोर्टेन्ट डकुमेन्ट राख्नको लागि एउटा जिपर भएको पकेट पाउन सक्नुहुन्छ, जहाँ ज्याकेट हाउसको वास्केट पनि लिएको छ र तपाईँले आफ्नो सामानलाई मजाले सेफ्टीसँग राख्न सक्नुहुन्छ यो भित्र पनि। र त्यसै गरी यसको यो जाली राख्नुको कारण भनेको चाहिँ तपाईँको यहाँबाट हावा पास होस् भनेर है। विशेष गरी राइडर ज्याकेटहरू चाहिँ तपाईँको यो गर्मीमा लगाउनु चाहिँ अलिकति गाह्रो हुन्छ, तपाईँको यो अलिकति हेभी पनि हुन्छ। सो हामीले चाहिँ यसमा चाहिँ कुनै पनि सेफ्टी गियर नराखिकन है, सेफ्टी गियर नराखिकन भन्दा सेफ्टी गियर अब राख्न त सकिन्छ, तर यसलाई चाहिँ हामीले गर्मीमा पनि लगाउन मिलोस्। विशेष गरी यो गर्मीकै लागि हो, विशेष गरी गर्मीमा पनि लगाउन सकियोस्। तपाईँहरू लङ ट्राभल गर्दै हुनुहुन्छ होइन, लङ राइड गर्दै हुनुहुन्छ भने त्यति बेला लगाउन सकियोस् भनेर चाहिँ हो। तपाईँले अब विन्टरमा चाहिँ यो हुँदैन होइन, तर समरमा चाहिँ तपाईँले मजाले लगाउन सक्नुहुन्छ। यसमा तपाईँको अब फ्रन्टदेखि हावा नछिर्ने भयो, त्यसै गरी यो ब्याक साइडदेखि हावा पनि छिर्ने भयो। यहाँ यस्तै कारणले गर्दाखेरि भित्र त्यो पसिना गुम्सिएर बस्ने भन्ने पनि हुँदैन है। तपाईँको पछाडिबाट यो अगाडिको पार्टबाट मजाले यहाँ साइडबाट हावा मजाले पास हुने भयो, त्यसै कारणले गर्दाखेरि तपाईँको भित्र पुरै पसिनाले भिज्ने भन्ने पनि हुँदैन। र यसमा जिपर एकदमै राम्रो खालको जिपर हो, ONS को ओरिजिनल जिपर राखेको छ। ONS को तपाईँको यो फाइबरवाला जिपर पनि दिएको छ। र यसमा चाहिँ तपाईँको हावा चाहिँ 100% नै छेक्ने भयो अगाडिको चेस्टदेखि, र बाँकी ठाउँदेखि हावा पनि छिर्ने भएको कारणले गर्दाखेरि गर्मीमा लगाउनलाई एकदमै सजिलो हुन्छ। गर्मीमा तपाईँहरूले मजाले लङ ट्राभल पनि गर्न सक्नुहुन्छ है यो ज्याकेट लगाएर। अनि यसमा चाहिँ तपाईँले तलको ट्राउजर पनि पाउन सक्नुहुन्छ र माथिको ज्याकेट सेटै पनि तपाईँले पाउन सक्नुहुन्छ, र छुट्टै छुट्टै लिन्छु भने पनि पाउन सक्नुहुन्छ। यो सेटैको चाहिँ तपाईँको 6000 रुपिस रहेको छ होइन, तपाईँले छुट्टै छुट्टै पनि लिन सक्नुहुन्छ। र यसमा चाहिँ मिडियम लार्ज र एक्सएल को साइज र 3वटा कलर अप्सनहरू चाहिँ तपाईँले पाउन सक्नुहुनेछ है। यसमा तपाईँले 3वटा कलर अप्सनहरू र तपाईँले साइजहरू पनि पाउन सक्नुहुन्छ है, 3-4वटा साइज अप्सन पनि पाउन सक्नुहुन्छ, तलमाथिको सेटै पनि पाउन सक्नुहुन्छ। सो तपाईँहरू सबैजनालाई मैले यो जुन अहिले 2025 मा आएको यो नयाँ ज्याकेट जुन चाहिँ कुनै बाँडिसकेर कुनै बाँड्न बाँकी भएको ज्याकेटहरू देखाएँ, र अबको केही समय पछाडि ज्याकेट त धमाधम आइहाल्छ है। नयाँ नयाँ ज्याकेटहरू तपाईँको हप्तै बिचे नयाँ नयाँ ज्याकेटहरू चाहिँ आइराखेको हुन्छ, र हामीले एक हप्ता
र एक हप्ता ग्याप गर्दै चाहिँ हामीले नयाँ नयाँ सामानहरू चाहिँ हाम्रो हरेक आउटलेटहरूमा पठाइराखेका हुन्छौँ। र नयाँ ज्याकेट आउने बित्तिकै तपाईँले हाम्रो इन्स्टाग्राम पेज, हाम्रो फेसबुक पेज र साथै तपाईँले हाम्रो टिकटक र यो अहिले त युट्युबमा पनि तपाईँले सजिलैसँग हेर्न सक्नुहुनेछ। सो तपाईँहरूको मायाको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईँले एकदमै छोटो समयमा 1000जना हामी 1000जनाको फ्यामिली हुनै आँटिसकेको छ युट्युबमा पनि। सो तपाईँहरूको सामुन्ने छिटै नै हामी नयाँ भिडियो पनि लिएर आउनेछौँ। नयाँ भिडियोमा नयाँ ज्याकेट लिएर आउनेछौँ र नयाँ आउटलेटको भिडियो लिएर आउनेछौँ। र तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु है। तपाईँहरूले हाम्रो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला र तपाईँहरूको सिटीसम्म पनि हामी छिटै नै आउनेछौँ। र तपाईँहरूको सिटीमा नि एउटा ज्याकेट हाउसको आवश्यक छ भने अवश्य पनि कमेन्ट गर्नुहोला। यहाँ पनि हामीलाई ज्याकेट हाउस चाहियो भनेर कमेन्ट गर्नुहुन्छ भने हामी एक साल 2 साल भनौँ होइन, तेस्रो सालमा त कस्तो नआउला होइन, 1 साल 2 साल गर्दै तेस्रो सालसम्म त हामी तपाईँहरूको सहरसम्म छिट्टै नै आउनेछौँ। र त्यो सहरमा चाहिँ हाम्रो ज्याकेट हाउसको आउटलेट आवश्यक छ भने। सो अबको केही समयपछि हामी धरान, इटहरी, झापा र त्यसै गरी वीरगञ्ज यी सबै ठाउँहरूमा छिट्टै नै हाम्रो ज्याकेट हाउसको नयाँ आउटलेट खोल्ने प्लानिङका साथ आउनेछौँ। र अबको केही समय पछाडि धरानमा त एउटा खुलि नै हाल्छ। र त्यसै गरी हामी अर्को भनेको तपाईँहरूको बेसी सहरतिर भयो, त्यसै गरी हाम्रो यता दमौलीतिर भयो, हामी छिट्टै नै नयाँ आउटलेट लिएर तपाईँहरूको सामान्य आउनेछौँ। र त्यसै गरीसम्म चाहिँ तपाईँहरूले हाम्रो युट्युब च्यानलमा एकदमै धेरै माया देखाइदिनु भएको छ, त्यसको लागि म धेरै 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 धन्यवाद भन्न चाहन्छु। र मैले भनि नै हालेँ 1000जनामध्ये एकजनालाई चाहिँ मेरो तर्फबाट एउटा स्पेसल ज्याकेट चाहिँ दिनेछु। हो, मेरो तर्फबाट एउटा ज्याकेट चाहिँ दिनेछु। र अबको केही समय पछाडि म फेरि अर्को 10वटा ज्याकेटको पनि एनाउन्स गर्नेछु। त्यसै कारणले गर्दाखेरि तपाईँहरू हामीलाई यति नै माया गरिराख्नुहुन्छ भन्ने आशा पनि गर्दछौँ। त्यो जरुरत छैन हामी 10वटा ज्याकेट छिट्टै नै एनाउन्स गर्नेछौँ। त्यो हाम्रो 1500 सब्सक्राइबर पनि हुनसक्छ, 2000 पनि हुनसक्छ, 3000 पनि हुनसक्छ, तर 5000 भन्दा बढीमा चाहिँ हुँदैन है। सो छिट्टै नै तपाईँहरूलाई 10वटा नयाँ ज्याकेटको एनाउन्स पनि गर्नेछौँ। यो समरमा चाहिँ म तपाईँहरूलाई एउटा ज्याकेट र अब केही समय पछाडि 1000जना पुगिसकेपछि फेरि पनि एउटा गिभअवे लिएर आउनेछौँ। त्यसैसम्म चाहिँ तपाईँहरूले हामीलाई हेर्दै साथ दिनुहोला भन्न चाहन्छु। धेरै धेरै धन्यवाद भन्न चाहन्छु अहिलेसम्मको साथ र मायाको लागि। एकदमै छोटो समयमा तपाईँहरू 1000जना जोडिने आँट्न भइसकेको छ। अब धेरै छैन, मात्र 20जना बाँकी छ। 20जना जोडिने बित्तिकै हामी एउटा ज्याकेटको एनाउन्स गर्नेछौँ। हो, तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मैले अहिले यो देखाएको ज्याकेटहरू तपाईँले सबै हाम्रो आउटलेटहरूमा पनि पाउन सक्नुहुन्छ। त्यसै आउटलेटबाट पनि तपाईँले सपिङ गर्न सक्नुहुनेछ। र तपाईँहरूको सहरसम्म हामी छिट्टै नै हाम्रो ज्याकेट हाउसको नयाँ आउटलेट लिएर आउनेछौँ। र अहिलेसम्म हाम्रो आउटलेटहरू भनेको काठमाडौँ, भक्तपुर, ललितपुर, पोखरा, चितवन र बनेपामा रहेको छ। हाम्रो काठमाडौँमा चाहिँ अहिले विशेष गरी हरेक ठाउँहरूमा हरेक ठाउँहरूमा हरेक चोकमा चाहिँ ज्याकेट हाउस भनेर नाम राखेर हाम्रो पसलहरू खोलिएको छ। सो त्यो पसलहरू चाहिँ हाम्रो पसल होइन। हाम्रो ज्याकेट हाउसमा चाहिँ तपाईँले यो JKS भनेर ब्रान्डिङ गरेको सामानहरू मात्रै पाउन सक्नुहुनेछ। र विशेष गरी काठमाडौँको अनेक ठाउँहरूमा चाहिँ अहिले SNK ज्याकेट हाउस होइन, अनि त्यसै गरी तपाईँको भ्याली ज्याकेट हाउस स्वयम्भू यस्ता नाम राखेर धेरै ज्याकेट हाउसका आउटलेटहरू खोलिएका छन्, जुन आउटलेट चाहिँ हाम्रो होइन। तपाईँहरू कदापि पनि नझुकिनु होला। हाम्रो काठमाडौँमा रहेको छ जोरपाटी, पेप्सी कोला र सामाखुसीमा रहेको छ, नाम ज्याकेट हाउस नै रहेको छ। र तपाईँले ज्याकेट हाउस सामाखुसी भन्नुभयो भने हाम्रो लोकेसन सजिलैसँग भेटाउन सक्नुहुनेछ। र त्यसै गरी हाम्रो भक्तपुरमा रहेको छ सूर्यविनायकमा हाम्रो 2टा आउटलेट रहेको छ। र त्यसै गरी बनेपामा रहेको छ हाम्रो काभ्रेपलाञ्चोको बनेपाको नाला जाने बाटोमा रहेको छ। र त्यसै गरी हाम्रो ललितपुरको सातो बाटोमा 3वटा आउटलेटहरू रहेको छ। र त्यसै गरी हाम्रो पोखराको सृजना चोकमा 3वटा, र त्यसै गरी नदीपुरमा एउटा गरी 4वटा आउटलेट रहेको छ। र हाम्रो भरतपुर चितवनमा एउटा आउटलेट रहेको छ। र अब छिट्टै नै हामी धरान पनि आउने प्लानिङमा छौँ। छिट्टै हामी तपाईँहरूको सहरसम्म आउनेछौँ। तपाईँहरूले कमेन्ट गर्नु होला ज्याकेट हाउस तपाईँहरूको सहरसम्म पनि छिट्टै नै आइपुग्नेछ। र अहिलेसम्म देखाउनु भएको मायाको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईँहरू सबैजनाले गर्नुभएको साथ र सपोर्टको लागि हामी मेड इन नेपाल नेपाली प्रोडक्ट एकदमै धेरै खुसी छौँ। तपाईँहरूले लगाइदिनु भएको कारणले गर्दाखेरि र तपाईँहरूले मन पराइदिनु भएको कारणले गर्दाखेरि आजको दिनसम्म हामी स्थिर छौँ। सो तपाईँहरूको माया र साथको लागि धेरै धेरै धन्यवाद। छिट्टै नै तपाईँहरूको सहरसम्म हाम्रो नयाँ आउटलेट ल्याएर र तपाईँहरूको सामुन्ने नयाँ ज्याकेट ल्याएर फेरि पनि उपस्थित हुने नै छु। त्यति दिनसम्म हेरिराख्नु होला ज्याकेट हाउस।